गर्न लाग्ला पासवर्ड भनेपछि कसैले थाहा होइन अब हामीले यसलाई बाइपास गर्ने पासवर्ड थाहा होइन हामीलाई बाइपास कसरी गर्ने भनेपछि अब पिन समात्दैन भनेपछि टेस्ट पोइन्टबाट गर्नु पऱ्यो हामीले पहिला त हामीले सेट ओपन गर्नु पऱ्यो सेट ओपन गरे सेट उता टुल ओपन गर्नु त्यसपछि स्क्रिनमा चाहिँ तपाईँको डङ्गल यसो ओपन गर्नुपर्छ नत्र भने ओपन हुँदैन यो टुल चाहिँ अब यहाँ देखाउँछु स्क्रिनमा आइसकेको छ यो टुलको नाम के हो यो टुलको नाम एमटिके भनेर भन्छ यसलाई चाहिँ भर्जनमा चाहिँ यो टुलबाट के हुन्छ यो टुलबाट चाहिँ हामीले डिभाइसको इन्फर्मेसन चाहिँ रिड गर्न सक्छौँ अनि त्यस्तै गरी रिसेट र फर्मेट हाल्न सक्छौँ त्यस्तै गरी एफआरपी पनि हामीले अनलक गर्न सक्छौँ रिसेट हाल्न सक्छौँ एमआई लक हजुर अनि एमआई लक फ्ल्यास पनि हुन्छ यसमा चाहिँ अनि यसले चाहिँ कुन कुन मोडल सपोर्ट गर्छ यसले चाहिँ तपाईँको चिपसेट मिडियाटेक भएका सम्पूर्ण डिभाइसहरूमा चाहिँ यसले एन्ड्रोइड फोन हुन पऱ्यो सपोर्ट गर्छ यसले चाहिँ ल अब ल यहाँ हामीले सेट ओपन गरिसक्यौँ अब हामीले सेट ओपन गरेपछि पहिला हामीले टेस्ट पोइन्ट खोज्नु हाम्रो टेस्ट पोइन्ट रहेछ सिम ट्रेको छेउमा हेर्नु दुईवटा पिनहरू छ तर दुवै होइन यसमा चाहिँ लेफ्टवाला एउटा हो अनि एउटा ग्राउन्डमा छाउने हो ल अब हामी छाउँछौँ हजुरले अब चाहिँ हामी यहाँ यो डिभाइसको चाहिँ रिसेट एक्सेस फर्मेट एक्सेस गर्न गइरहेका छौँ ल गरौँ त यो डिभाइस गरेर एक्जिक्युट गरेपछि यस्तो हुन्छ अब हामीले यसलाई पहिला सर्ट गर्नु पऱ्यो एउटा चाहिँ ग्राउन्डमा अर्को पिनमा अब केबल जोडिदिनु पऱ्यो केबल जोडियो यहाँ देखाइसकेको छ तलपट्टि तपाईँहरूलाई हाम्रो सक्सेस अनि र पेयरिङ डिभाइस भइसकेपछि सक्सेस भनेर 100% पनि गइसकेको छ हाम्रो सब काम हुँदैछ है ल स्क्यानिङ विथ टार्गेट भनेर लेखेको छ अब यो सक्सेस भएपछि चाहिँ सम्पूर्ण तल सक्सेस सक्सेस पुरा हुन्छ ल सक्सेस तल हेर्नु त तल के लेख्यो अब फर्मेट युजर डाटा सक्सेस भन्ने लेख्यो होइन डिस्कनेक्ट ब्याट्री केबल एन्ड पावर अन फोन भनेर भनेको छ यदि भइसकेपछि चाहिँ डिभाइस चाहिँ रिसेट अथवा फर्मेट भइसकेको छ है त ल ठिक छ अब हाम्रो फोन चाहिँ भइसक्यो फर्मेट अब हामी फोन स्टार्ट गर्छौँ अब हेर्छौँ भयो कि नै यसले स्टार्ट हुन तुरन्त पनि हुनसक्छ केही टाइम पनि लाग्न सक्छ स्टार्ट हुन भने हामीलाई कुर्नुपर्छ कति टाइम लाग्छ भनेर ल अब त हाम्रो सेट अन भइसक्यो हेर्नु केही लक छैन यसमा म एकचोटि यसो लक गरेर पनि देखाइदिइरहेको हाम्रो सेटमा फेरि केही लक छैन सेट हाम्रो खुलिसक्यो ल ल तपाईँले पनि यस्तो खाले रिपेयरिङ सिक्नु हो हार्डवेयर सफ्टवेयर जे भन् एन्ड्रोइडको सबै आइसी लेभल चिपसेटसम्मको काम यहाँ हाम्रो हाइलाइट इन्स्टिट्युटमा सिकाइन्छ जुन चाहिँ हाम्रो बुटवलको ट्राफिक चोकमा छ हस् धन्यवाद